डाडु ल्याउने बोर्ड पो गाड्न पर्ने भयो माथि माथिको मात्रै आउँछ बाबु के खान्छ देउराली खोजा मङ्सिरमा धान झार्दै गर्दा यसरी खेतालालाई खाजा तरकारी चिउरा भुजा यसरी बसेर खाँदैछौँ। सुरु गर्दै मार्च पुगे सबैलाई गिरी दाई पच्छ अहिले बुढेसकालमा अब बेलुका ढाप्टरमा बाँच्न पाउने भए के छ हो केटा हो खाजा कस्तो छ बोल्दैन नि त हेर यो चाहिँ लाज मानेको अरे यो चाहिँ लाज मानेर एक्लै बसेको छ त्यही लाज मागेन यसको चाहिँ बिहे भएको छैन है फेरि कोही हुनुहुन्छ भने पुरै भ्याकेन्सी खाली छ काम चाहिँ ठग्छ काम चाहिँ एकदम ठग्छ खाजा चाहिँ एक थाल खान्छ फेरि तेरो नाम के अरे भाइ मनिष मनिष यो चाहिँ मनिष भाइ हो यो चाहिँ 1 बजे यो काम ठगमारा चाहिँ यही हो ओए रुमालवाला के छ बेलुका 2 ल पोज दे नि त पोज बेलुका 2 बरा बोक्ने खाले यो चाहिँ पुरै धानबारी हो
यहाँ चाहिँ अब कति धानहरू काट्नै बाँकी छ। हामीले चाहिँ रुजेको धानहरू पुरै थन्कायो। यहाँ चाहिँ अब यति बाँकी छ यो झाट्नलाई। लगभग 50% काम चाहिँ सकेका छौँ। यसमा अब अलिकति बाँकी छ। यो काम सकेर चाहिँ हामी अहिले चाहिँ खाजा खाँदैछौँ। गिरी दाई कस्तो छ खाजा? मिठो छ। पूजामा को आउने हो केटा? हो यहाँ मेरो भाग पनि आयो। मलाई चाहिँ भुजा चिउरा भन्दा भुजा मनपर्छ। भुजा, सोयाबिन, आलु, गेडागुडीको खाजा छ। ल अब चाहिँ म खाँदैछु। तरकारी दिन्छ। अलि उता जानु है, अब त्यहाँ माथि अलि उतापट्टि जानु न। उतापट्टि जानु भएन, त्यो माछा छ नि। आधी खाँदै चाहिँ पानी ल्याउँदैन भन्दा अहिले चिया जस्तो लाग्छ। गाउँ गएपछि आनन्द है। बरं अनि त भाइ तल दिन्छ भने साले त्यो बोतलमा हालेर त्यो राज गरिदिएर
हुँदा छ अलिकति ल्याउनु तरकारी छ है कसैलाई चाहिए गिरी दाई भाइ ए गिरी दाई भाइ यो अब काम कताबाट सुरु गर्ने कता सिद्ध्याउने गिरी दाइले अनारी हो नि एक मुठा रोप्दैछन् के त्यहाँ अनारी हो नि अब गिरी दाइले मिठो बनाउँछन् उभिरा धानमा लगभग अब चाहिँ हामीले खाजा खाएर इन्डिङमा पुग्यौँ खाजासँगै पानी खाएर चाहिँ यी भाइहरू यता रेस्ट गर्दैछन् कोही उता जाँदैछन् यहाँ रेस्ट गर्दैछन् अब अलिकति काम बाँकी छ यो काम सकेर चाहिँ आज भगारी भर्नुपर्ने छ यता आमाले पनि खाँदै हुनुहुन्छ ए हातले मजाले गम खाँदै हुनुहुन्छ आमाले कस्तो छ गिरी दाई आज खाजा के रहेछ खाजा तरकारी अनि अचार भनेर दिनुभएको थियो अचार के को अचार के रहेछ तरकारी सबै परिहाल्यो नि भनि सकिहाल्यो नि अचार चाहिँ के को रहेछ अचार तरकारीको भन्नुभएको थियो खाँदाखेरि चाहिँ चिचिनु जस्तो लागिरहेको अब थाहा मिठो थियो कि थिएन मिठै छ मिठै छ काम कस्तो भइरहेछ त काम त भन्नुभयो गिरी दाइले सिकाउनु पर्यो बताउनु